यदि हामी सानो मान्छे भयौँ भने हेर्नुहोस् न कमिला जत्रै धान टिप्नलाई यसरी लाउनु पर्यो, कुखुरा काट्नलाई हेर्नु ठुला मेसिनहरू यसरी मिलाएर लगाउनु पर्यो। र त्यस्तै गरी यो माछा पकाउनलाई सानो भयो भने एउटै माछाले सबैलाई भेट्छ। अब लसुनको लागि यस्तो गर्नु पर्यो हेर्नु न। यसपछि फ्राई गर्नुको लागि कामदारहरू लाउनु, यस्तो गर्ने हो माछाको पनि। त्यस्तै गरी यो अन्डा फोड्नलाई पनि पुरा यस्ता चुच्चुनहरू लाएर माथिबाट फोडेर यो भात पकाउनु लागि डोजरले मान्छे सानो भयो भने मसिनहरू पनि सानै हुँदैन नि, सानो मान्छेले हुँदैन। अब त्यसपछि खानालाई पनि त्यो उल्टी त गर्नु पर्यो, प्लेटमा राख्नुको लागि यस्तो गर्नु हो। ल माथिबाट चाहिँ ल्यान्डिङ खानालाई पनि पुरै